आजको कुरो क्या, बाइक सर्भिसिङ गर्न गएको। अनि मिस्त्रीले भन्यो, दाइ यो सामान नयाँ किन्यो भने 4-5 हजार लाग्छ, अलि पुरानो एउटा सामान छ त्यो हालिदिन्छु भन्यो। मैले कुरा बुझिहालेँ, उसले मलाई धेरैपल्ट त्यस्तो भनिसकेको थियो। मैले ढाडमा धाप लगाएँ, हुन्छ भाइ मिलाएर हालिदेऊ न, हालिदियो। त्यसपछि अनि सबै काम सकियो। उसले बाइक ल्याएर बाहिर रेडी बनाएर राखिदियो। 4-5 पटक ओहोरदोहोर गर्यो। साउ नजिक भएको हुनाले साउको नजिक नपर्न खोज्यो। अनि जाने बेलामा पछि एउटा कुनामा आएर उसले भन्यो, दाइ त्यसको पैसा लाग्छ भन्यो। मैले भने ठिक छ, बिल काटेर देऊ। होइन दाइ मैले झन् तपाईँलाई मिलाएर हालिदिएछु भने। ठिक छ, मिलाएर हाल्यौ, तिमीले घरबाट ल्याएको त होइन होला, मेरो सामान देऊ न त त्यसो भए भने। अनि ठिक छ दाइ तपाईँ जानु भन्यो। म त रमाएँ। मैले जिन्दगीमा कसैलाई घुस खुवाएको छैन। म त घुसको स्वाद नपाएर मात्रै चोखो भएको मान्छे हुँ। उसलाई के थाहा।